हेलो गाइस, तपाईहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ दिदी र म ब्लग बनाउँदै हिँडिरहेको है गाइसहरु। उहाँ दिदी चाहिँ अब घर जान लाग्यो, आफ्नो घर माइत आएको नाति हेर्नलाई। हिँड्दै हिँड्दै उहाँ तल हुनुहुन्छ, दिदी चाहिँ अब जानुहुन्छ अनि त्यही भएर अनि उहाँ चाहिँ हिजो मात्रै आउनुभएको थियो, अब आज जानु रे। अनि त्यही भएर उहाँ चाहिँ अनि कान्छी दिदी अनि यता मेरो अहिले ब्लग बनाउने दिदी मेरो सुत्के दिदी अनि उहाँ कान्छी चाहिँ भिनासँग बोल्दै अनि उहाँ चाहिँ हाम्रो साइला बाजे भने हाम्रो साइला हजुरबा है। उहाँ चाहिँ हाम्रो हजुरआमा सबैको हजुरआमा है। अनि हामी चाहिँ यहाँ दालमोट खाइरहेको थियो अनि दिदीले देखाइरहनु भएको छ। अनि गाइजहरू हाम्रो गाउँ कस्तो छ त तपाईँहरूलाई हेरिदिनु होला। अब मलाई त अलि बोल्न लाज लाग्छ, मेरो दिदी बोल्नुहुन्छ। हेलो गाइजहरू, हामी चाहिँ अब दालमोट खाँदैछौँ हामी दिदीभाइ मिलेर। अनि हामी चाहिँ यता देखाउँदैछौँ, यो चाहिँ हाम्रो धनियाँबारी अनि यो चाहिँ बाबरी अनि अब चाहिँ फर्सी, यो हामीले अस्ति भर्खर रोपेको। अनि सिस्नुहरू पनि छ हाम्रो गाउँमा, हेर्नु होला। यो चाहिँ हाम्रो गुलाबको फुल हामीले रोपेको। अनि यो चाहिँ हाम्रो माइली सानीमा घर जान लाग्नु भएको छ। अब हाम्रो मिन्जु खड्का खाजा घर देखाउँछ हजुरहरूलाई, कस्तो लाग्यो। हजुरहरू पनि खाजा खान आउन सक्नुहुन्छ। हाम्रो पसलमा चाहिँ यस्तो बिरुवाहरू पाइन्छ, हेर्नुहोस्। अनि हाम्रो पसलमा चाहिँ आलु, चना, अन्डा, सेलरोटी, हाम्रो बुढी आमाको पसल अनि कुरकुरेहरू पनि पाइन्छ, हेर्नुहोस्। अनि यस्तो छ हाम्रो पसल चाहिँ। अनि अब हाम्रो सानीमा मलाई भेट्न आउनुभएको, उहाँलाई चाहिँ आमाले कोसेली हालिदिँदै हुनुहुन्छ। अनि गाउँ घर जान लाग्नुभएको छ आमाको कोसेली बोकेर उहाँ चाहिँ। अनि मलाई भेट्न हिजो बेलुका आउनुभएको थियो, अहिले चाहिँ घर जान लाग्नुभयो। बाई गर्नु भनेको लेस कुरकुरेले बाई गर्नुभएको छ। उहाँले चाहिँ बाई गर्दै हुनुहुन्छ, अब जानुभयो। अब पछि फेरि मलाई भेट्न आउनुहुन्छ। उहाँले चाहिँ उहाँ तल पुगिसक्नु भयो। अब चाहिँ मेरो भाइले मेरो छोरालाई देखाउँदैछ, हेर्नुहोस्। ऊ चाहिँ सुते गर्छ दिउँसभरि चाहिँ, अनि रात परेपछि चाहिँ रुन थाल्छ कहिलेकाहीँ, कहिले चाहिँ राति नै सुत्छ ऊ। अनि हाम्रो गाउँको घर चाहिँ यस्तो छ, बाबु चाहिँ यहाँ सुतेको छ। हाम्रो गाउँको घर चाहिँ यस्तो भद्रखोल बनाएको छ, राति सबैजनासँगै सुत्ने भएकोले ओछ्यान छ। अनि यो चाहिँ हाम्रो गाउँको चटपटे पसल। यहाँ चाहिँ चटपटे, पानीपुरी, फलफुल सबै थरी पाइन्छ। अब चाहिँ हाम्रो ब्लग कस्तो लाग्यो हजुरहरूलाई हेरेर सुझाव दिनुहोला। बाई बाई।